ऐतिहासिक र महत्त्वपूर्ण वक्तव्यका निम्ति माथि जस्तो राजावादी पक्ष हो कि राजावादी पक्ष हो कि कहाँतिर छ ठ्याक्कै भन न राजावादी हो कि गणतन्त्रवादी हो कहाँ छ लोकेसन छैन हामी गणतन्त्रवादी हो के गाडी छ ल माथि आए दर्शक बिनहरू आज चाहिँ हामी बायापट्टिबाट आज गणतन्त्रवादी भन्नु माथि आउँछ कमरेड पर्सनमा उपस्थित भइसक्नु ल फेरि बोल त कतिको बोल्न सक्छस् यता हेर उहाँ चाहिँ आज राजतन्त्रको पक्षमा यहाँ गणतन्त्रमा कताबाट फुस्केर आउनु भएको छ धन्यवाद कार्यक्रमका सञ्चालक कमरेड प्रकाण्डलाई यो जनसभाका अध्यक्ष तथा समाजवादी मोर्चाका सम्मेलन कमरेड विप्लव सिंह समाजवादी मोर्चाका समाजवादी मोर्चाका नेता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व मन्त्री कमरेड महेन्द्र राय यादव, संयुक्त मोर्चामा या हाम्रो यो समाजवादी मोर्चामा आबद्ध सबै पार्टीका नेता साथीहरू, उपस्थित सबै पार्टीका कार्यकर्ता र आदरणीय जनसमुदाय, सबभन्दा पहिला म यहाँहरू सबैलाई मेरो आफ्नो तर्फबाट अभिवादन फेरि एकचोटि भन्न चाहन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन, लाल सलाम। आदरणीय जनसमुदाय, आजको दिन चैत्र 15 गते नेपालको राजनैतिक आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण दिनका रूपमा अब अंकित भइसकेको छ। एकातिर गणतन्त्रवादीहरूको विरोध प्रदर्शन र सभा, अर्कोतिर राजावादीहरूको प्रतिगामी सभा एकै दिन पारियो। आजको दिन सबभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो समाजवादी मोर्चाबाट चैत्र 15 गते काठमाडौँमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो र हामीले घोषणा गरिसकेपछि राजावादीहरूले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे। त्यसबाट उनीहरू कहीँ न कहीँ वातावरणलाई धमिल्याउन चाहने,
उत्तेजित पार्न चाहने, आतंकित पार्न चाहने मनसायता देखिएकै थियो। तर आज मैले यहाँ बोल्दै गर्दा मैले सेक्युरिटीसँग लगातार बुझिरहेको छु। 12 वर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गै भने जस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ। तीन मुनि अहिले मण्डले अराजकताको सबै प्रतिगामी निरङ्कुशतावादीहरूको एउटा प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले। त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् मण्डलेहरूले। उनीहरूले चाहेका छन् के 1-2 मान्छे मरुन् र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी यहाँ आदरणीय जनसमुदाय 50,000 लाखको वरिपरि हामी यहाँ जम्मा छौँ। तर बडो शिष्ट, बडो संयमित, बडो अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ। यसकारण तुलना गर्नु गणतन्त्रवादीहरूको चरित्र, राजावादी मण्डलेहरूको चरित्र आजै चैत्र 15 गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी, सम्पूर्ण नेपाली जनताले बुझ्ने गरी काठमाडौँमा प्रदर्शित भयो। म उनीहरूलाई चुनौतीको साथ फेरि एकचोटि भन्न चाहन्छु, नेपाली जनताको र नेपालका राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्। मैले ज्ञानेन्द्र मधेसमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ विगतमा उनले धेरै गल्ती गरे र त्यो गल्तीको परिणाम उनले भोगिरहेकै छन्। अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन। खबरदार, नेपाली जनताका पनि सबभन्दा सामन्ती निरङ्कुशताबाट अत्याचारमा पिसिएका, शोषण र दमनको मार खेपेर त्यसको प्रतिरोध गर्ने गरिएको हुन्छ। तपाईँ हामीले अहिले हेर्यो भने व्याख्या गर्ने समय छैन। तपाईँ चाहे संयुक्त राज्य अमेरिकाको अहिलेको चुनाव र त्यसको परिणाम हेर्नुहोस्, या युरोपमा भएका थुप्रै देशका चुनाव र परिणाम हेर्नुहोस्, या अन्यत्र हेर्नुहोस्,